यो अहिले निकै चर्चामा रहेको साम्बाको अत्यन्त मार्मिक स्ट्याटस र जुन उसलाई त्यो स्ट्याटस लेख्न बाध्य तुलायो एन्फाले भने एन्फाले एउटा जुन हाउदारी वक्तव्य निकाल्यो नि, म त्यो विषयमा केही नबोलौँ भन्ने लागिरहेको थियो। तर त्यो भ्रम चाहिँ को कुरा त चिर्नु पर्यो नि त। भनेपछि यो दुईवटा विषयमा म केही आफ्नो धारणा राख्न चाहन्छु कि सबभन्दा पहिला कुरो, साम्बा अब यो इन्जर्ड भएको 2 महिनाभन्दा बढी भयो। त्यो बिचमा एन्फाले चाहिँ के भने साम्बालाई ठिक छ हामी उपचार गर्छौँ, कतारमा पत्रचार गरिरहेको छौँ, हुन्छ हुन्छ भन्यो। तर अन्तिममा गएर साम्बालाई चाहिँ एन्फा अध्यक्षले के भन्नु भने कतारले कुनै रेस्पोन्स गरेन, फुटबल एसोसिएसनले। त्यस कारणले गर्दाखेरि अब त्यो लाग्ने ठुलो रकम छ, 70-75 लाख हामी दिन सक्दैनौँ, 5-7 लाख रुपियाँ दिन सक्छौँ, त्यो पनि एन्फाको निर्वाचनपछि। त्यो भनेपछि साम्बा चाहिँ छानबाट खसेको जस्तो भयो। रातभरि रुनी बाहेक केही काम भएन होइन। भनेपछि अब सायद उनलाई चाहिँ लाग्यो होला, अब कसैले भन्यो होला एकपटक गणेश थापासँग कुरा गर भनेपछि मलाई साम्बाले फोन गरेर सबै कुराहरू बताए के हुने हेर्नुहोस्। तर मैले उसलाई के भने तिमी नरुनी काम पहिला बन्द गर, हिम्मत नहार, सारा नेपालीहरू तिम्रो चाहिँ सँग उभिन्छन्, उपचार जसरी नै हुन्छ कि सरकारबाट गरौँला कि कतारकै फुटबल एसोसिएसनबाट गरौँला, होइन भने हामी सबैसँग अनुरोध गरेर भए पनि तिम्रो उपचार हुन्छ, चिन्ता नगर भनेपछि म अहिलेसम्म आउँदाखेरि क्रमिक रूपमा म चाहिँ दिनमा जस्तो 5-7 दिनदेखि कुरा भइराखेको थियो। अब यसै बिचमा जब त्यो भइसकेपछि म नेपाल सरकारसँग पहल गर्नको लागि अगाडि बढेँ र एकै दिनमा म सिंहदरबारमा गएँ। गृहमन्त्री, अर्थमन्त्री र परराष्ट्र मन्त्रीसँग एकै दिनमा मैले भेटेँ र उहाँहरूबाट राम्रै आश्वासन पनि पाएँ र चाहिँ यो जसरी पनि सरकारले गर्नुपर्छ भन्ने कुराहरू भयो। र त्यो जुन कुराहरूलाई मैले साम्बालाई पनि राति नै आएर फेरि सेयर पनि गरेँ, चिन्ता नगर सरकारले चाहिँ तिमीलाई गर्छ होला भनेर होइन। त्यसपछि अब यो बिचमा चाहिँ के भने परराष्ट्र मन्त्रीजीसँग मैले दोस्रो पटक पनि गएर मैले भेटेपछि उहाँलाई मैले सबै कुरा बुझाइसकेपछि एकपल्ट कतारको एम्बेसडरलाई भन्नु पऱ्यो भनेपछि उहाँले हुन्छ भन्नुभयो। तर त्यही बिचमा नेपालको धेरै बिदा पनि भएको र उहाँ बङ्गलादेश पनि जानु परेकोले अलिकति केही दिन ढिलो भयो। अनि उहाँले मलाई चाहिँ बङ्गलादेश जानुभन्दा अगाडि के भन्नुभयो भने एउटा चाहिँ साम्बाको निवेदन चाहियो भन्नुभयो र मैले साम्बाको चाहिँ के भने निवेदन चाहिँ मैले चाहिँ त्यो ड्राफ्ट गरिदिएँ र चाहिँ उहाँ न्युजिल्यान्डमा पठाएपछि उसले साइन गरेर पठाइदिएपछि मन्त्रीजी हुनुहुन्न थियो, मैले परराष्ट्र सचिवलाई लगेर दिएँ। अब त्यसपछि उहाँ बङ्गलादेशबाट फर्केर आउनुभयो र मैले त्यसपछि उहाँसँग फोन गरेँ र उहाँले मलाई के भन्नुभयो, सोमबार म भेट्दैछु, स्पष्ट कुरा राख्छु र चाहिँ म चाहिँ के अरे मैले सक्ने प्रयास गर्छु भन्नुभयो। अनि त्यही बिचमा उहाँले कतारका एम्बेसडरलाई पनि अफिसमै बोलाएर भेट्नुभयो र त्यो एउटा सायद मलाई लाग्छ त्यो सिफारिस पत्र पनि एन्फासँग लिनुभयो। त्यो एन्फाले पठाएको होइन कि एन्फासँग मागिएको। अनि भनिसकेपछि त्यो एम्बेसडरसँग भेटिसके पछाडि अब मलाई चाहिँ त्यो एम्बेसडर जो गइसकेपछि मलाई फोन गर्नुभयो र उहाँले के भन्नुभयो भनेदेखि चाहिँ कुराकानी राम्रो भएको छ, सायद यो अब कुरा उहाँहरूले अगाडि बढाउनुहुन्छ भनेपछि मैले यही कुरा अब साम्बालाई भन्छु भनेर भन्दाखेरि मैले त्यो स्ट्याटस आइसकेको रहेछ। दुर्भाग्य होइन, किनभने सायद साम्बालाई पनि के लाग्यो र उसको कुरा सही पनि हो। अब सरकारको प्रोसेस लामो पनि हुनसक्छ होइन, कहिले हो भनेपछि उसले चाहिँ के भने आम खेलप्रेमीहरूलाई चाहिँ सहयोगको निमित्त अपिल गरे, बाध्य भयो हेर्नुहोस् है। किनभनेदेखि त्यो अब एन्फाले जुन किसिमको त्यो पीडा भने अर्कोतर्फ लामो समयसम्म कहिलेसम्म बाहिर पर्खिने, कहिलेसम्म सरकारसँग पर्खिने भन्ने पनि त्यो कुरा चाहिँ भएको कारणले त्यो स्ट्याटस आयो होइन साम्बाको। अब अहिले एन्फाको वक्तव्य हेर्नुहोस् त, के अर्थ छ तपाईँको यो वक्तव्यको? अब तपाईँले पहल गर्ने रे, के पहल, तपाईँको पहल के जरुरी छ? अब कतारले गरिदियो भने पनि सरकारको तर्फबाट पहल भयो। अब पैसा जम्मै अब चाहिँ के अरे चाहिँ आम खेलप्रेमीहरूले भट्टाभट उठिरहेकै छ, उठ्छ पनि होइन। भने अर्कोतर्फ यो तपाईँले त्यो वक्तव्यमा हामी उपचार गर्छौँ भन्ने पनि काहीँ स्पष्ट छ त छैन नि। हामीले पहल गरेको थियौँ, परराष्ट्रमा आजै चिठी पठाए भन्नुहुन्छ। 2 महिनासम्म नपठाउने मान्छेले अहिले तपाईँहरूले पठाएर तपाईँहरूसँग मागिया हो होइन। त्यस कारणले म यस अवसरमा विशेष गरिकन अहिले साह्रै मानसिक पीडा रहेकी साम्बा सावित्रालाई म के भन्न चाहन्छु भने
सारा नेपालीहरू तिम्रो साथमा छानिहाल साम्बा, तिमी चिन्ता नगर, हामी छौँ, तिम्रो उपचार हुन्छ र तिमी खेलमा मैदानमा फर्किन्छौ। उच्च मनोबल लिएर तिमी अगाडि बढ। र म यसै अवसरमा सम्पूर्ण नेपालका खेल प्रेमीहरू, नेपालमा रहेका, बाहिर विदेशमा रहेका, साम्बा जस्तो यो नेपालको मात्र चाहिँ खेलाडी होइन कि साउथ एसियामै पनि साम्बा जस्तो खेलाडी छैन। युरोपमा गएर चाहिँ प्रोफेसनल खेल्ने खेलाडी, त्यस्तो खेलाडीलाई आज जुन पीडा त्यो एन्फाले दियो, यो जीवनमा कहिले पनि हामी माफ दिन सक्दैनौँ एन्फालाई। तपाईँले जतिसुकै जे गर्नुहोस् त्यो माफ दिन सकिन्न। तपाईँले जुन अपराध गर्नुभयो एन्फाले, हेर्नुहोस् आज सारा खेलाडीहरूलाई तपाईँहरूले चाहिँ अपमान गर्नुभएको छ। किनभने तपाईँहरू केही खेलसँग मतलब राखेर आएको मान्छे नै तपाईँहरू होइन। तपाईँहरूलाई खेलसँग मतलबै छैन। खेलसँग मतलब भएदेखि हेर्नुहोस् त आज न लिग छ, न केही छ, न कुनै खेलाडीहरूको पुरस्कार न टाइममा पाउँछन्। तपाईँहरू त के भने त्यहाँ बसेर फिफाबाट एएफसीबाट आएको रकमलाई दुरुपयोग गर्दै मोज मस्ती गर्नेमा तपाईँहरू लागिराख्नु भएको छ। यो सधैँभरि यो चाहिँ के भनेदेखि चाहिँ यो तपाईँहरूले सफल हुनुहुन्न र आम खेल प्रेमीहरूले पनि यो अहिलेको घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिनुहोस् र चाहिँ साम्बाको चाहिँ सहयोगमा सबैले एकजुट भएर सहयोग गरौँ। धेरै धेरै धन्यवाद।